हेलो दर्शकबिन नमस्कार। 2082 साल 12 महिनाको 12 गतेको दिनमा चैते दसैँ परेको हुनाले आज हाम्रो घरमा के पाक्दैछ त म देखाउन गइरहेको छु। एक नम्बरमा हालेको थियो हामीले रोटी, चिल्ला रोटी हुन् गाई। दोस्रोमा थियो पकौडा है, पकौडा पाकिसकेको छ। तेस्रोमा चाहिँ कडा, यसलाई भन्छ सेलरोटी भन्छन्, सेलरोटी। तर मेरो मन पर्ने भनेको पकौडा हो। अनि मेरो भतिजीको चाहिँ कुन हो रे? मेरो मन पर्ने सेलरोटी। मेरी श्रीमतीको चाहिँ कुन रे? सेलरोटी। सेलरोटी, दुईजनाको सेलरोटी, मेरो चाहिँ पकौडा हो। दर्शकबिनहरू अब जहाँ हुनुहुन्छ, कोही विदेशमा हुनुहुन्छ होला, कोही इन्डिया हुनुहुन्छ होला, कोही नेपालमै हुनुहुन्छ होला, तर जहाँ हुनुहुन्छ चैते दसैँ चाहिँ राम्रोसँग मनाएर गाई